हेलो एभ्रिवान, आज चाहिँ हामीहरू प्याथोफिजियोलोजी अफ कन्जेस्टिभ कार्डियक फेलियरको चाहिँ प्याथोफिजियोलोजी पढ्न गइरहेको छौँ। अब यसमा के हुन्छ भने चाहिँ सबभन्दा अगाडि चाहिँ सुरुमा चाहिँ हार्ट चाहिँ ड्यामेज भयो होइन। यो चाहिँ जे गरेर पनि हुन्छ, जस्तै चाहिँ कुनै पनि हार्ट एट्याक अथवा क्रोनिक हाई बिपी भएको मान्छेको चाहिँ हार्ट ड्यामेज हुन सक्यो, जसले गर्दा चाहिँ अब उसको चाहिँ जुन पम्पिङ स्ट्रेन्थ हुन्छ त्यो पम्पिङ स्ट्रेन्थ चाहिँ रिड्युस हुन्छ होइन। त्यसपछि अब यति चाहिँ पम्पिङ स्ट्रेन्थ रिड्युस भएपछि अब ब्लड डज नट सर्कुलेट इफेक्टिभली होइन। जुन ब्लड फ्लो आउनुपर्ने थियो त्यो ब्लड फ्लो चाहिँ आउँदैन, किनकि पम्पिङ जुन यसरी पम्प हुनुपर्ने थियो त्यो यसरी मात्रै पम्प भयो। त्यसले गर्दा चाहिँ जति ब्लड चाहिँ हार्टबाट बाहिर पम्प हुनुपर्ने थियो त्यो भएन। त्यसले गर्दा चाहिँ सर्कुलेट चाहिँ इफेक्टिभली भएन। अब के हुन्छ भनेपछि अर्ग्यान रिसिभ लेस अक्सिजन एन्ड न्युट्रिएन्ट्स होइन। अब जुन अर्ग्यानले चाहिँ अक्सिजन र न्युट्रिएन्ट्सहरू चाहिँ जहिले पनि ब्लडबाट पाउँछ नि त। अब ब्लड चाहिँ इफेक्टिभली सर्कुलेट नभएको भएर चाहिँ अर्ग्यानले चाहिँ लेस अक्सिजन एन्ड न्युट्रिएन्ट्स चाहिँ रिसिभ गर्छ। अब चाहिँ अक्सिजन पाएन भने चाहिँ अब के हुन्छ, हार्टले चाहिँ के गर्छ, कम्पन्सेट गर्न खोज्छ कि त्यसलाई चाहिँ इन्लार्ज गरेर अनि एकदम छिटो पम्प गर्न खोजे जस्तो गरेर थिक्निङ गरेर चाहिँ त्यसलाई हार्टले चाहिँ कम्पन्सेट गर्न खोजे जस्तो गर्छ। अब चाहिँ यो कम्पन्सेसन चाहिँ फेल हुन्छ ओभर टाइम। अनि के हुन्छ भनेपछि अब यसले चाहिँ सर्टनेस अफ ब्रेथ, स्वेलिङ र वर्सनिङ फ्लुइड ओभरलोड गराउन सक्छ। किनकि सर्टनेस अफ ब्रेथ किन हुन्छ भनेपछि अब चाहिँ ब्याकअप फ्लुइड चाहिँ ब्याकअप इन्टु लङ्स हुन जान्छ। त्यसै गरी फ्लुइड ब्याकअप इन्टु द भेन हुन्छ। लङ्समा ब्याकअप भयो भने चाहिँ सर्टनेस अफ ब्रेथ हुने भयो, अनि भेनमा ब्याकअप भयो भने चाहिँ स्वेलिङ हुने भयो, र किडनी रिसिभ लेस ब्लड हुन्छ, जसले गर्दा चाहिँ फ्लुइड ओभरलोड हुन्छ, झन् वर्स हुन्छ कि। अनि अब चाहिँ यो सब भइसकेपछि के हुन्छ भनेपछि अब भिसियस साइकल अफ फ्लुइड एकुमुलेसन एन्ड वर्सनिङ अफ हार्ट फेलियर हुन्छ। हो, यो चाहिँ प्याथोफिजियोलोजी अफ कन्जेस्टिभ कार्डियक फेलियर हो है।